हाई गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी मुकब्याङ गर्दैछौँ। मुकब्याङमा चाहिँ आज हाम्रो गेस्ट हुनुहुन्छ अञ्जनाजी। Thank गेस्ट you. त म खासमा मोबाइल चाहिँ अर्कैको हो, बट केही छैन। आज चाहिँ हामीले मुकब्याङ भिडियो गर्दैछौँ। पहिला उहाँले आफ्नो इन्ट्रोड्युस गर्नुहुन्छ आफूलाई आफै। हेलो साथीहरू, म चाहिँ हजुरको साथी अञ्जना अनि आज चाहिँ हामी सुषमा र म मुकबाङ भिडियो बनाउँदै जाँदैछौँ, जसमा चाहिँ हामीसँग रहेको छ एकदमै स्पाइसी चटपट अनि स्पाइसी 2x करेन्ट नुडल्स र साथमा हामीसँग चिसोमा रहेको छ ड्रिङ्कमा रहेको छ स्प्राइट। टन्टनान। ल अब ढिलो नगरी चाहिँ हामी सुरु गर्दैछौँ। हजुरहरू पनि हेरेर इन्जोय गर्नु ल। पनिसमेन्ट केही राख्ने? मुकबाङमा केही पनिसमेन्ट राख्नु होइन साथीहरू, इन्जोय। फर्स्ट बाइट खाए ल। टेस्ट पनि नगरिकन खायो। लास्ट सेकेन्ड बाइट टेस्ट गर अरे। चेस्ट मिठो भयो नि। मिठो भएको नि। चटपट बनाउँदा नि त्यो बोइल चनाहरू चाहिँ राम्रो हुन्छ, त्यो काँचो चना भन्दा नि। अझ हल्का रोस्ट गरेर अँ, यो चाहिँ पुरै चना र जमिसकेन। करेन्ट नुडल्स साथमा। यो चाहिँ जमिसकेको साथीहरू। मेरो पुरै जमेछ भनेको। मेरो पनि जानेसँग पिरो क्या एकदमै पिरो। मुकबाङमा नि त्यो उसमा देखेको थिएँ क्या, के अरे त्यो मुकबाङ भिडियो हेर्छ अनि जान्छ अनि उसको बुलडगको प्राइस सोध्छ अनि 250 हुन्छ अनि फेरि त्यो नसकेर दुइटा रम्बा चाउँछु किनभने मुकबाङ भिडियो बनाउँछ। हामी पनि त्यही क्याटेगोरीको पर्छ। बिग बाइट। चटपटी चाहिँ एकदम मिठो हो क्या। बजेट जम्मा 150 रुपियाँ हो साथीहरू। एकदमै मिठो हो। लुक पनि कस्तो राम्रो देखेको के, हेर्नु न। माथिबाट धनियाँले चाहिँ पुरै गार्निसिङ गरेको। एकदमै मिठो छ, पिरो छ। पिरो किन पिरो भयो है मलाई? केही त चबाएन। खुर्सानी पनि चपायो क्या तिमी, पिरो पिरो नै खाऊ। खाने बेलामा पानी पिनाउन्न क्या, यस्तो पाराले नमोटा। हामी यो खाएर सकाएपछि चाहिँ घट्नेका कुरा गर्छौँ। धेरै मोटायौँ कसरी घट्ने,
खाने बेलामा थाहा पाउन्न। चटपटीको बारेमा के भन्न चाहन्छ? मिठो मिठो मिठो। गिलो चटपट भन्दा चाहिँ मलाई सुखा चटपट मनपर्छ गाइस। मिठो। गिलोमा त्यो गिलो हालिसकेपछि त्यसको टेस्ट कता हराए जस्तो लाग्छ मलाई। फर्स्ट सेकेन्ड टाइम खाँदा मिठै लाग्यो, दुई तिनचोटि खाएर। चटपट र करेन्टको मिक्सिङ पनि दामी हुँदो रहेछ। मिक्स गरेर यहाँ मलाई एकदम गाह्रो भयो। हामीलाई चबाउनु बेर लाग्ने क्या। खै मुकबाङमा त्यो जुन फेमस च्यानलहरू छ उनीहरूले चाहिँ कसरी सघाउँछ हामीलाई थाहा छैन। तर तिनीहरूले आज चबाएको रहेछ नि, आज कट गरेको हुन्छ नि। अनि तर चाहिँ यसको एक प्लेट भनेको चाहिँ एकदमै हेभी हो। कतिपल्ट एक्सपोज पनि त भयो त। त्यो गुराउने थाल्दैछ देखेको। त्यसमा मिकिसाको त्यस्तो भएको छैन, मिकिसाको बिग मोमो भन्छन्। अनिखेरि त्यो बाहिरको लेयर एकदमै मोटो हुन्छ, लास्टमा किमा खान्छन् त्यो लेयर फ्याँक्छन्। त्यो घाटा लाग्छ त्यस्तो लाग्छ। मुकबाङ तलीमा पनि त्यस्तै गर्छ। तर अनेस्ट खान्छ जस्तो लाग्छ मलाई त्यसले। त्यो खान्छ जस्तो लाग्छ नि मलाई। त्यसको खाएअनुसारको शरीर नि छ क्या, त्यही भएर नि मान्छेले बिट पनि गर्दैन क्या। गुरु मिटिङ च्यानलमा त्यसको त्यो खाइसकेपछि तपाईँको पेट देखाउनु न भन्ने बेला कमेन्ट गर्दा रहेछन्। त्यसमा देखाएको थियो कि एकदमै टाइटवाला, यति ठुलो भएको थियो। एक त यो खाँदै उसहरू राख्छ नि, यो कोक स्प्राइट हुन्छ नि, तिनीहरूले पेट एकदम फुलाएको हुन्छ। कस्तो जानेर भिजाए जस्तो भएको कि। आजको इन्सिडेन्ट भयो। स्प्राइट चाहिँ एउटा भएको छ। त्यो पनि 50 रुपियाँ। ब्ल्याक मनीमा किनेको 60 रुपियाँ 10 रुपियाँ एक्स्ट्रा। 80 चाहिँ दिदी आउनु पर्ने भयो। महँगो लिनुभयो। भाडा भनेर लिन्छन् भाइ। तर मुकबाङ त गर्ने, लास्टमा मुकबाङ गरेर भ्याएपछि त्यो भाडा धुन त मरेको चाल हुन्छ।
खानालाई चाहिँ जति एक्साइटेड छु नि त्यति नै बोरिङ हामी खानाभन्दा पछि हुन्छौँ अनि के यत्रो बेर रेकर्डै नभएर एउटा क्लिप पनि नकाटिकन हाल्छु म म त कस्तो मोटी देखेको भाइ मेरो साथीहरू भन्दै थियो नि खाना भ्याउन पनि बेर लागेन मोटो पातलोको कुरा आइहाल्छ हामीले चाहिँ भिडियो पोस्ट गऱ्यौँ किनभने अलमोस्ट सकिसक्यौँ साथीहरू तर मिठो थियो चटपटी थियो एकदमै विनर यो भिडियोमा हेर्ने नि तिमीले भन्दा धेरै मैले यो खाएको तर बाहिर हेर्ने नि तिमीले पज गरेको बेला धेरै खायो नै नै यहाँ इन्डिङ गर्नु पर्यो नि त्यो ल थाल है सकियो साथीहरू यदि यस्तै यस्तै भिडियोहरू अझै पनि चाहनुहुन्छ भने त्यसको लागि के गर्नुपर्ने हुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब अनि सब्सक्राइब गरेर बेल आइकनमा दबाउन चाहिँ नबिर्सिनु होला अनि आज हामी यति भन्दै हाम्रो मुखबाग भिडियो यही एन्ड गर्दै हामी यहाँबाट बिदा हुन्छौँ हस्त धन्यवाद बाई